गगनको सरकार बनाउने कि राति 12 बजे स्ट्याटस लेखेको सरकार बनाउने? हेरिन्छ त, देखिया छ त। केमा भर गर्न त? पब्लिकमा लाने विषय एजेन्डा के हो? यो विषयमा जानै पर्छ। 20 दिनमा त रगत पनि बदलिन्छ, मान्छे स्वभाव बदलिनु पर्दैन, संस्कार बदल्नु पर्दैन। जुन कारण जता चित्त दुख्छ त्यो हटाउनु त। त्यो विनयशीलता, विनम्रता, सरलता ले स्थापित गर्दै जान्छ। क्षमता, यी चिज त अनिवार्य शर्त हो नि राजनीतिका। यो कुरो मैले यहाँसँग भने जोडिने भनेको इतिहास, गर्मीले इतिहासलाई भुल्ने भनेको होइन, त्यहाँ जोड्ने हो, विकृतिलाई बिर्सने हो। अहिले लेखेको छ बदलियो काङ्ग्रेस, बदल्छौँ देश। यहाँ लेखिया छ है। यसमा के जोड्नु हो? गर्मिलो इतिहास, इतिहास छोड्न सक्नुहुन्छ? 7 सालको जनक्रान्ति छोड्न सक्नुहुन्छ? यो काङ्ग्रेसको लागि हजारौं मान्छेले दिएका बलिदान बिर्सन सक्नुहुन्छ? उनीहरूले उठाएका झन्डा र परिवर्तनका जुन नारा बिर्सन सक्नुहुन्छ? त्यो गर्मिलो इतिहास छ कोही पार्टीसँग? अहिलेको भुराभुरी पार्टीसँग छ? त्यो इतिहास कमूल्य गर्न सक्छौँ? त्यो इतिहासको जगमा हामीले बल खडा गर्ने हो। गर्मिलो इतिहासमा भरपर्दो भविष्य भनेर हामीले किन भनेका छौँ? अबको समकालीन राजनीतिमा हेर्नुहोस्, गगन थापा र अन्य पार्टीका उम्मेदवारको बिचको तुलना हुन्छ? हुन्छ तुलना? आफै हुन्छ ल भन्नुहोस् त। कहाँको गगन थापा, कहाँको यो के मोटो छ कि पातलो छ, त्यो पनि ठेगा छैन, होइन? अब यस्तो छ हालत। त्यसैले 23 गते भनेको रगतसँग जोडिएको छ, मागसँग जोडिएको छ, असन्तुष्टिसँग जोडिएको छ। त्यो जायज हो कि नाजायज हो? हामीले खुलेर छलफल गर्न तयार हुनुपर्छ। 23 गतेको नागरिक असन्तुष्टि हो। हामी जेड भनिरहेका छौँ। त्यो जेड भनेको ट्रिगर। ट्रिगर भनेको बेलुनमा तपाईँ च्वास्स छोइदिनु फुटिहाल्छ। त्यो बेलुनमा भरिनु त टाइम लाग्छ नि त, लाग्दैन? त्यो भरिने भनेको अर्थ मेरो पनि असन्तुष्टि थियो, तपाईँको त्यो उहाँको सबैको असन्तुष्टिको सङ्ग्रह हो। त्यो मैले बारम्बार यो कुरो उठाइराखेको छु, भन्छु पनि। मेरो आफ्नै ड्राइभिङ लाइसेन्स, म यो पार्टीको अहिले प्रवक्ता छु, मेरो आफ्नो लाइसेन्स 2 वर्ष नाबालक मानिन्छ मानिँदैन? त्यसलाई तपाईँको उसको बाल मस्तिष्कमा कुनै प्रभाव र दुरुपयोग गर्न पाइन्छ भने 13 वर्ष बच्चालाई जुलुसमा लानु पनि त पाइँदो रहेछ नि त, होइन? हो, यसो हेरेँ मैले, त्यो पनि मिस्टेक हो कि? तर यसको अर्थ यो होइन कि 13 वर्षको बच्चाको पनि सपना त हुन्छ नि त, उसको पनि त उम्मिद त हुन्छ नि त। उसले पनि चाहेको समाज, चाहेको देश, म यस्तो देशको नागरिक हुन पायो भने उसको के ड्रिम हुँदैन, सपना हुँदैन? यी धेरै कम्प्लेक्स, यस्ता धेरै कुराहरू छन्, उठेका छन्। तर मेरो कुरो के भने, जब विद्यार्थीहरूले माग्दै गए, मागे, जायज कुरा हो, स्वीकार गर्नुपर्छ राजनीतिक दलहरूले, सरकारले। नालायकै सरकार थियो त्यो, त्यसमा कुनै द्विमत छैन। रगत बगाउने सरकार बोल्ने हो कि त्यसलाई बहाना बनाएर, आधार बनाएर, जुन भोलिपल्ट सिंहदरबारमा आगो लाग्यो नि, संसदमा आगो लाग्यो नि, त्यो जेनजेडले लगाएको आगो हो, विद्यार्थी लगाएको आगो हो? कसै ल भन्नुहोस्, त्यो आगो लगाउने को हो? प्रश्न त्यो। 24 गते काङ्ग्रेस न 23 गतेको पक्षमा छ, न 24 गतेको पक्षमा छ। याद गर्नु भएन त? दुईटै अधिवादबाट बचाएर देशलाई संयमपूर्वक सेन्टरमा मध्यमार्ग धारमा लाग्यो। त्यही हो अभिभावक कर्तव्य। न रगत न आगो, यो दुईटै क्लाइमेक्समा छ स्थिति। एउटाले यो सुरुवात हो, सिंहदरबारको आगो, संसदको आगो, नागरिकको आगो देशमा लागेको। तपाईँ अरबको क्षति मात्र, कुनै वडा कार्यालय बचेन, कुनै पनि ठाउँ, यहाँ के हो थाहा भएन। त्यो आगो प्रारम्भ हो। 2-3 दिनको घटनाक्रम याद गर्नुहोस् त। त्यहाँ सबै घटनाक्रम कहाँ पुग्दै थियो, देश कहाँ जाँदै थियो? बाध्यता भएर चुनावमा आएको थाहा थियो, केही ठेगान थिएन। यो प्रारम्भ हो कि अन्तिम हो? यो सुरुवात हो कि अन्त्य हो? ठेगान छैन। यति सिरियस कुरो छ
हामीले तपाईँको साना साना कुरो पार्टीमा प्रश्न गरिरहेको छौँ। यही स्वतन्त्रता पनि रहने हो कि होइन, यो डेमोक्रेसी रहने हो कि होइन, यही विरोध गर्ने हक पनि सुरक्षित रहने हो कि होइन, ठेगान छैन। मैले घटना सुनाउला तपाईँलाई किन यस्तो खतरा छ भन्ने कुरो सबै इच्छा आकाङ्क्षा नागरिकको इच्छा आकाङ्क्षालाई पुरा गर्न सक्छ। हामीले त्यसरी पनि प्रश्न गर्नुपर्छ, त्यो कोडबाट पनि हेर्नुपर्छ कि भन्ने मलाई लाग्छ। अहिले धेरै कुराहरू भन्नु पर्दाखेरि हामी नेपाली काङ्ग्रेसलाई गाली गरेर अथवा पुराना पार्टीलाई गाली गरेर उदाएका पार्टीहरूले धेरै ठुलो कुरो उहाँहरूबाट अपेक्षा हामीले गरिरहनुपर्छ। नेपाली नागरिकले अपेक्षा गर्नुपर्छ भन्ने मलाई लाग्दैन, किनभने उहाँहरूले आफ्नो स्पष्ट खाका दिन सक्नु भएको छैन। त्यत्रो जेलजी आन्दोलन पछाडि भोलिपल्टै हात हल्लाएर जेलबाट भएका सबै जेलर कैदीहरूलाई भगाएर बाहिर निस्केर देशको चाहिँ शासन सत्ता चलाउँछु भनेर एउटा ठग बाहिर निस्किन्छ। हामीले त्यसलाई कसरी बुझ्ने भन्ने प्रश्न पनि हामीले गर्नुपर्छ। तानाशाहले नागरिकको अधिकार खोज्न सक्छ, एउटा तानाशाहले नागरिकको जीवन खोज्न सक्छ, तर लोकप्रियतामा रमाउने शासकहरूले देशको जीवन समाप्त पार्छन्, देश समाप्त पार्छन् भन्ने जुन विश्व इतिहासले देखाइराखेको छ। त्यसले गर्दा लोकप्रियताका नाममा राजनीति गर्न खोजेकाहरूलाई पनि यो निर्वाचन मार्फत हामीले परास्त गर्नेछौँ। यो निर्वाचन मार्फत हामीले जवाब दिनेछौँ। यिनै कुराहरू तपाईँहरूका बिचमा राख्दै हामी अहिले पनि घर दैलोमा छौँ। बुटोल 13 नम्बर वार्ड महत्त्वपूर्ण छ र यो निर्वाचन विचारलाई स्थापित गर्नका लागि गोलीबाट विचार मरेको थिएन र गालीबाट पनि विचार मर्न सक्दैन भनेर स्थापित गर्नका लागि पनि यो निर्वाचनमा नेपाली काङ्ग्रेसले जित्नु अनिवार्य बनिसकेको छ। आदरणीय साथीहरू, यो क्षेत्र खास गरिकन बसाइ सराई गरेर आउने व्यक्तिहरूको सहर बनेको छ। यहाँ हामीले यहाँ जति देखेका छौँ बौद्धिक क्षेत्रलाई हामीले हेऱ्यौँ भने यहाँ सबैजना कोही गुल्मीबाट बसाइ सराई गरेर आउनुभएको छ, कोही अर्घाखाँचीबाट बसाइ सराई गरेर आउनुभएको छ, कोही स्याङ्जाबाट आउनुभएको छ, कोही प्युठानबाट आउनुभएको छ, कोही यहाँ नजिकका ठाउँबाट आउनुभएको छ, कोही टाढाबाट आउनुभएको छ। सबै यो बसाइ सराई गरेर आउने व्यक्तिहरूको सहर हो। यो बसाइ सराई गरेर आउने व्यक्तिहरू यो सहरमा परिचित बन्नका लागि, यो सहरमा स्थापित बन्नका लागि कति सङ्घर्षका कथाहरू हुन्छन् भन्ने कुरा त्यो हामी सबैसँग छ। ती कथाहरू कति सुखद छन्, कति दुःखद छन्, ती सबै कुरा हामीले भोगेका छौँ, बुझेका छौँ र तिनै कथाहरूको एउटा पात्र आज नेपाली काङ्ग्रेसले यो निर्वाचन क्षेत्रमा उठाएको चुन्नुप्रसाद पौडेल हो। बागलुङ जिल्लामा जन्मेर गुल्मी जिल्लामा बसाइ सराई गरेर गुल्मी जिल्लामा सानो व्यवसाय र त्यो सँगसँगै शिक्षण पेसामा एउटा प्रधानाध्यापकको भूमिका निर्वाह गरेर त्यस पछाडि त्यहाँभन्दा अझै थप ठुलो अवसर प्राप्त गर्न सकिन्छ कि, अझै थप सेवालाई विस्तार गर्न सकिन्छ कि भनेर त्यो व्यक्ति बुटवलमा झर्यो। बुटवलमा झरिसके पछाडि उहाँले जुन यो समाजप्रति लगानी गर्नुभयो, समाजप्रति जसरी निरन्तर सामाजिक रूपमा काम गर्दै जानुभयो, त्यही सामाजिक काम, त्यही लगाव र त्यही निरन्तरताले आज एउटा समाजसेवीका रूपमा परिचित गराएको छ। त्यही बसाइ सराई गरेर आएको पात्र मध्ये नेपाली काङ्ग्रेसले देख्यो, नेपाली काङ्ग्रेसले छुट सुन्यो, यो क्षेत्रका लागि उपयुक्त पात्र, यो निर्वाचनका लागि चुन्नुप्रसाद पौडेल हो भन्ने सुनेर बुझेर देखेर उहाँका कर्मलाई हेरेर नेपाली काङ्ग्रेसले उम्मेदवारका रूपमा यहाँ प्रस्तुत गरेको छ। त्यसले गर्दा हामी यहाँ प्रवक्ताज्यू यही हुनुहुन्छ, हामी उहाँलाई आश्वस्त गर्न चाहन्छौँ कि यो निर्वाचन क्षेत्र हामीले 54 साल पछाडिको निर्वाचन क्षेत्रमा हामीले हार्दै गरेको क्षेत्र हो। तर हार्दै गर्दा पनि काङ्ग्रेसको उत्साह हारेको क्षेत्र चाहिँ होइन, काङ्ग्रेसको जागर हारेको क्षेत्र होइन, काङ्ग्रेसका मतदाताहरू हारेको क्षेत्र होइन। तर त्यति बेला हामीले हाम्रो चुनाव चिन्ह रुखमै हामीले मतदान गर्न नपाउँदाखेरि केही निराशा हामीसँग थियो। तर यो समिति आइसके पछाडि जसरी 165 वटै निर्वाचन क्षेत्रमा अहिले काङ्ग्रेसले आफ्नो निर्वाचन चिन्ह रुखमा भोट हाल्ने वातावरण पाएको छ, त्यो वातावरणले हामी सबै उत्साहित भएका छौँ र हामी प्रतिबद्ध छौँ कि यो निर्वाचनमा हामीले यो निर्वाचन क्षेत्रबाट नेपाली काङ्ग्रेसका तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार आदरणीय चुन्नुप्रसाद शर्मा पौडेललाई विजयी बनाउन सक्छौँ भनेर हामीले त्यही बाचा, त्यही प्रतिज्ञा सहित हामी चाहिँ अगाडि बढिराखेको कुरा म जानकारी गराउन चाहन्छु।